के भयो के होला जस्तो छ है ल हाय 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 यो अघि हामी आएको बाटो यो तलको राम्रो त छँदैछ कि ओहो त्यो माथि थुङ्गा कस्तो राम्रो तर होइन जमसम जाने बाटो कता हो जमसम जमसम मैले +2 को एक्जाम दिएको स्कुल यही हो यो सर्वोदय माध्यमिक विद्यालयबाट यहाँ बाघको शालिग ल जाउँ बसौँ ट्याङ्की फुलाएर पछि जान्छ खुसी लागिरहेको भाइहरूसँग आउँदाखेरि मलाई कार्यक्रम हुँदैछ हेलो गुड मर्निङ हेयर शुभ बिहान फ्रम बागलुङ नयाँ बजारबाट यहाँ चाहिँ यस्तो राम्रो पिच भइसक्यो शान्तिदेखि 9 बजीसम्म छैन जमसमको बसाइ एकदम आनन्दले हिँडिरहेको छ गाइज यो हो पहाडकाको भिर है त यो पहाडकाको भिर यो साइडीको हाम्रो डाँडा कस्तो हुन्छ आजको यात्रा खतरा होला आज बबालै हुन्छ बबाल रमाइलो हाम्रो दुईजना साथीहरू आइपुगेको छ पुरै टल्के हाटक रमाइलो हुनेवाला छ ल अहिले हामी साइलेन्टमा जान्छौँ माथि कुच्ची छ त्यस कारणले गर्दाखेरि बाइक अलिअलि सोलो किनकि आफ्नो ज्यानको पनि ख्याल गर्नु पर्यो सो गाइस यो हो बाछेरको भन्दा पछाडिको गाउँ कस्तो दामी ओहो सामुदायिक रेडियो हावा चिसो हावाले सुन पसलमा मैले +2 को एक्जाम दिएको स्कुल यही हो यो सर्वोदय माध्यमिक विद्यालयबाट मैले +2 को एक्जाम दिएको पहिला भलिबल खेलाउने ग्राउन्ड यही हो गाइस अहिले हामी छौँ लिउमा भन्ने गाउँमा यो बागलुङमै पर्छ नि त जानु पऱ्यो बाटो अनि त्यही हो गाउँै राम्रो बाटै राम्रो मान्छे राम्रो व्यवहार राम्रो दामी पर्छ नामदुक हो नामदुक भन्ने ठाउँमा आइपुग्यो अनि अब चाहिँ हामी नामदुक हुँदै कुसमिसेरा गएर भात खाने कुसमिसेरा गएर ट्याक्सी खाना खाने विष्णु दाइ कस्तो लागिरहेछ त एकदम राम्रो भाइ हामी यहाँको बरेङको यो डाँडा यो मैले +2 को एक्जाम दिएको स्कुलबाट केही होला जस्तो छ है ल के भयो बाइक बिचो फस्यो यहाँ अब हाम्रो यता रेस्क्यु टिम जाँदैछ मैले त जनतन कटाएँ एउटा बाइक फस्यो खोला यता छ कता कता लिक थाहा भएन कि लिक यता कुनै कुनाबाट आउनुपर्ने बनाइदिएछ नि त दाइ समस्या आयो नि भाइ जुत्ता खोल्नु पर्ने भएछ ल यति थकालेर आउनु खुट्टा कस्तो हिलो आएको गाइस यो हो कुसमिसेराको अचार
रोकाइ है त्यो ड्राइभर ए हेलो गाइज हामी अहिले बागलुङ आफ्नै गृह जिल्लामा आइपुग्यौँ यो कहाँ अरे कालिका मन्दिरको हामी अहिले बागलुङ कालिका मन्दिरको नजिकै यो झोलुङ्गे पुलमा छौँ पारीको प्युठान हो कि म्याग्दी अब त्यो एनसिएलको त्यहाँ रहेछ नेपाल टेलिकम अब हामीले हेर्नेछौँ त्यहाँ के रहेछ भन्ने कुरा रमाइलो लागिरहेछ र फेरि यो भाइमा म फर्स्ट टाइम पनि हो है त्यही भएर एकदम मजा आइरहेछ दाइ भाइसँग पुरा घुम्न पाउँदा यहाँ के लेखेको छ भन्दा नेपाल टेलिकम नेपाल टेलिभिजन एप्स सो हामी कालिका मन्दिर प्रस्थान गरेपछि हामी फेरि लगत्तै जोमसमको यात्रा हुन्छ बवाल हुँदैछ यात्रा कस्तो लागिरहेको मलाई त कस्तो ल अब हामी चाहिँ कालिका मन्दिरको गेटनिर गएर अडिन्छौँ त्यसपछि हामी कालिका मन्दिरभित्र प्रस्थान गरेर 1-2 राउन्ड फोटो खिचेर घुमेर अवलोकन गरेर अनि हामी पञ्चकोट पनि घुम्ने त्यसपछि मन्दिर हो सो गाइज अहिले हामी कालिका भगवती मन्दिर प्रवेशद्वारमा आइपुग्यौँ अनि एकदम रमाइलो लागिरहेको छ यो मेरो फर्स्ट टाइम होइन यो धेरै पटक आइसकेको छु हामीले पूजा गर्न त हुँदैन त्यही पनि घुमघाम गर्न त पाइयो नि त यो अवसर मिल्यो ल ल हाम्रो अब परिचय कार्यक्रममा चाहिँ हामी परिचय दिनुहोस् है हजुर नमस्कार म सुन्दर सुनार म चाहिँ जन्मघर मेरो पाल्पा अहिले चाहिँ हामी बागलुङ जिल्लामा चाहिँ यो कालिका होइन कालिका मन्दिरभित्र प्रस्थानको सुरु भइरहेछ त्यही गाइज अब हामी हुन त एक हिसाबले हामी नजिकका होइनौँ तर यो सम्बन्ध यसरी बनाइदियो कि माहौल होइन त्यहाँ नमाको हामी भेट भएर पनि यस्तो उल्ला भनौँ न एकदम गर्ने त्यो मौका पायौँ एकदम खुसी छौँ बवाल मजा आइरहेछ अब यहाँबाट जानुपर्ने हुन्छ कालिका मन्दिर तर हामीले अहिले के हो भन्दा हामीले पूजा गर्न त हुँदैन अहिले जुठो परेको छौँ तर पनि सबै जुठो परेको छौँ पूजा गर्नु त हुँदैन तर पनि होइन त्यहाँ गएर धुपधजा नगरे पनि तर हेर्न पाइयो नि त हामी यो जङ्गलको बिचमा छौँ हामी पैदल यात्रामा छौँ पैदल यात्रामा ए भाइको यहाँ के जुत्ता भिजेर ए अब हामी लगभग मन्दिरको नजिक आइपुगेका छौँ एकदम खुसी लागिरहेको भाइहरूसँग आउँदाखेरि मलाई एकदम नसोचेको समय संयोग मिल्यो हेर्न कतिजनाले हेर्नुहुन्छ यसो लाइक सेक पनि ठोकौँ कस्तो खालको भिडियो चाहियो कताको चाहियो त्यो पनि भनिदिउँ न मेन्सन गरौँ कमेन्टमा अनि हामी त्यही भिडियो पस्किनेछौँ होइन सो आई डोन्ट वान्ट टु युज मच इङ्ग्लिस ल्याङ्ग्वेज फर नाउ द्याट्स अल सो आई वान्ट टु स्टार्ट आवर मदरल्यान्ड ल्याङ्ग्वेज विच इज नन एज नेपाली अब सबै भोक निद्रा प्यास सब यहाँ धाराबाट मेटाउनु पर्ने हुन्छ यो धारा कसले बनाएको भन्ने कुरा पनि यहाँ सबै कुरा जानकारी छ श्री जय श्री हरि बोर्डमा अच्छा के साह्रो टिकाउने जुन तरिकाले निस्क्यो त्यो तरिकाले बाटोमा भइँदैन झुल्दै फुर्सै सेत्तै होइन कता जुत्ता पानी भिज्छ हिलोले त्यस्तै हो ओके जे भए पनि बवाल हुनेवाला छ हामी जिन्दगी सबैभन्दा खतरा अनुभव गर्दैछौँ सो त्यो गाइस अब हामीले फोटो खिचिसक्यो यहाँ राम्रो फोटो
अब यहाँबाट हामी निस्किनु पर्ने हुन्छ। सायद यहाँ भिडियो बनाउन मिल्छ या मिल्दैन मलाई थाहा भएन। त्यहाँ यदि मिल्दैन भने नि त्यहाँ कतै लेखेको हुनुपर्ने। त्यही हो साथीहरू। अब यहाँ हामी अहिले ठ्याक्कै छौँ बागलुङ कालिका मन्दिरको ठ्याक्कै अगाडि। यहाँ सबैजना भक्तजनहरू हुनुहुन्छ टाढा टाढाबाट पाल्नु भएको होला सायद। यहाँ बाघको शालिग भनेको सायद गीत पनि छ। यसको सर्जक हुनुहुन्छ बसन्त थापा। बागलुङ बजारमा बाघको शालिका मलाई जुराइदेऊ दिलको मालिक भन्ने गीत। मलाई त यो चाहिँ एकदमै रमाइलो प्लस सुन्दर पनि छ। यो हाम्रो बागलुङ जिल्लाको यो मालिका होइन कालिका यो मन्दिरको यो देख्न पाउँदा म एकदमै हुँदै अब हामी जम्सुङ हुँदै अनि यो वहाँ माथि चाइना खासा पनि बोर्डर खासासम्म पुग्ने हाम्रो योजना छ। आजको हाम्रो चाहिँ घुमाइ चाहिँ एकदम राम्रो भइरहेछ। यो बागलुङ कालिकाको अवलोकन पनि राम्रोसँग गरियो। एकदम रमाइलो रमणीय सुन्दर दाजुभाइको साथमा एकदम सबैको भलो होस् सबैको भलो होस्। मेरो भए होस् नभए नहोस् भन्थे सबैको होस्। एकदम खुसी लागिरहेको छ भाइले एकदम मिठो भइरहेको छ। एकदम ल अब भाइले दिनु ल। यो हाम्रो यो कालिका यो मन्दिरले हाम्रो सबैलाई रक्षा गरून् भन्दै अब हामी यहाँदेखि बाहिर जाँदैछौँ। यो मन्दिरदेखि अब बिस्तारै बिस्तारै हाम्रो यात्रा सुरु हुँदैछ। सो गाइज अगेन वेलकम। कालिका मन्दिर घुमेर भ्याइयो। फेरि हामी जाँदैछौँ गण्डकी गोल्डन ब्रिज। डर लाग्यो जस्तो भएछ मलाई। कस्तो लागिरहेछ? अघि हामी जान्नु होला म त डर लाग्यो। अघि हामी आएको बाटो यो तलको यो के भन्छ यो गण्डकी गोल्डन ब्रिज। ए डर लाग्यो माइ लर्ड। अघि हामी भिडियो बनाउँदै थियौँ। यस्तो छ गाइज यता तल यो माता पार्वतीको जन्मभूमि। हार्दिक स्वागत गर्दछौँ। यतिकै त मुटुले छोडिन्छ यहाँ गएर हल्लिने ल है त। ल हेलो ल नेपालको अहिलेको सबैभन्दा अग्लो पनि होला तर यो पनि कम छैन। यो बागलुङ जिल्लाको यो पर्वत पसिना भयो गाइस। यो बागलुङ जिल्लाको पर्वत आउने यो बागलुङ र यो पर्वतको सिमानाको यो पुल चाहिँ हामी आइयो। ल हाम्रा भाइहरू अनि प्लस यो पुरा पसिनाको धारा सहित यहाँ आउनुभएको छ। यो टोली यो पानी पनि अर्डर गरिरहेछौँ गाइस। अनि पानी चाहिँ धेरै कस्तो यो आइस वाटर हो। यसलाई मिक्स गरेर खानुपर्ने हुन्छ जस्तो लाग्यो मलाई। अब एकैछिनको विश्राम बसी हामी लाग्नेछौँ। कान त छुन लाग्यो ल बस। ओके बन्द गरौँ बन्द गरे। सुन्दर दाइ बेनी आइयो है। टक्कलर यो बेनी बजार। ल अब हामी बेनी बजार आइपुग्यो है। कस्तो लागिरहेछ? दामी। हामी सबै चारजनाकै यो पहिलो है त। ल जाउँ बसौँ। होइन उता पारी कटेपछि गरौँ न। बेनी कटेपछि तिमी ड्राइभ गर म बस्छु।
पेट्रोल पम्पको कति होला र त्यहाँ ढुक्नु होला बाटा धोका दिएर फुल हो फुल गर्ने 12-1500 राख्न कति हो त हाम्रो दुईटा बाटो देखाउने मान्छे हो यिनीहरू त फेरि यिनीहरू ननिदान खतराको हेर्ने होइन डोजरले काम गरिरहेछ टाँगिरहेको छु आयो गाइस बेनीको बजार है त बेनीको बजार साह्रो कुदाएको भाइ के भयो यसमा पर्दैन यसमा पर्दैन के जमसम्म गएर हालौँ ल फुल होला म चाहिँ गर्छु ल ट्याङ्की फुल गरौँ न कति आउँछ ओहो ट्याङ्की फुल हाल्न कति जान्छ एकदम राम्रो ओहो यस्तो फुल ट्याङ्की हो फुल ट्याङ्कीहरू छ पैसा छ अब पेमेन्टको हिसाब पेमेन्टको कुरा आउँछ यहाँ यो नक्सामा पुल भएको बेनीको पुल है त गाई थियो गुरुजी मुस्ताङ जाने कुन बाटो हो नि जमसम जाने बाटो कता हो जमसम ओके थ्याङ्क यू हस् ओके थ्याङ्क यू गाइस बेनीको बजार गाइस बेनीको बजार त डेन्जर छ त कतिजनाहरू हिँडिराख्नु भएको छ कत्रा खाले हेरेको कसैले हाई रे कसैले के रे ल है यो बस्तारक होला सायद बेनी बजारको ओ ल जमसम जाने बाटो यही हो सो गाइस यो अप्ठ्यारो भिड कहाँ हुन् यस्तो भिड छ यस्तो खोला छ म बोलेको केही सुनिन्न होला मैले अहिले आफ्नो माइक युज गरिरहेको छु अब राम्रोसँग सुन्नु गाइस यो भिडहरू है त यो पराहरू खोलाहरू कत्रो धेरै अचम्मै लाग्ने ओ ल म भिडियो गरिरहेको छु बिस्तारै हिँड्नु है 3 मिनट पछि हिँड्नु ल है जमसम त खतरै छ त बाटो त
बाटो त्यस्तै राम्रो अनि माथिको ताराहरू कत्रा कत्रा डेन्जर हाम्रो कोले अब पुरै फुल पावर राख्नु भएको छ म त यस्तो भिडियो बनाउनमा व्यस्त बनाउनु पर्यो कस्तो कस्तो भिड कस्तो कस्तो काम गर्नु हाम्रो गाउँतिर त के विकास भएको छ र यस्तो अविकसित भनौँ न हुन त टुरिस्ट एरिया त्यही भएर त अभियसली सबै कुरा राम्रो हुँदैन यतासितको बाटो त्यस्तै राम्रो यस्तो भिडिरहेको छ भाइको लाइनै छ क्या यो सायद मुक्तिनाथ दर्शन गरेर हेर्न सक्छ खोला आफ्नै तरिकाले बगिरहेको छ। सो गाइस हामी हिँड्दा हिँड्दै पानीले भिजे जस्तो भयो होइन पुरै रेडी हुँदै हुनुहुन्छ आम्मा के साह्रो डर लाग्दो फिरो डेढ घन्टामा ए 1.5 घन्टा ठिकै हो 1.5 घन्टा बिस्तारै 2 घन्टा पुग्यो भनेको अनि के भन्नु मन छ दाइ कस्तो भइरहेछ यात्रा बवाल भइरहेछ राम्रो हुनु पर्यो ल पनि Guys, what is this? Oh my god! Oh my god! Oh, sorry, mas. Itu baru finish ta? Pasti राम्रो. स्वर्ग त देखियो प्लास्टिक लगाएको छ नि भएर सो साथीहरू हामी अहिले आइपुग्यो यो नेताङ भन्ने ठाउँ थियो थाहा छैन तर यस्तो राम्रो माथि सल्लक्क हिउँ परिसकेको अब हिउँ देखाउँ हाय 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 यो हिउँ म त स्पिचलेस नै भइसकेँ यस्तो दामी ओ हो यहाँ त फोटोसुट कार्यक्रम हुँदैछ ए होइन दाइ अझै एकचोटि आइएला जस्तो छ यो हिसाबले त आइन्छ जस्तो छ एकदम हेर्नु न पारीको भ्यू हेर एकदम राम्रो छ सोचे भन्दा धेरै उ भयो राम्रो त छँदैछ कि ओहो त्यो माथि थुम्का कस्तो राम्रो तर ओहो यहाँ जान पाएँ देखिएन? ओहो यहाँ जान पाएँ
ओ माथिबाट के झरेको पानी गाडी मुस्ताङ गाडी सलक्क आइरहेछ यता तल बगरै बगर छ एकदम दामी भइरहेछ ल ल यता फोटोसुट सुट हुँदैछ ल ल ल जाउँ होला यहाँबाट निस्कौँ ल फाइनल्ली जोमसोम पनि आइयो हामी यहाँदेखि अहिलेसम्म कुदाएको कुदै यस तपाईँ बस्नु कस्तो एकदम सोचेभन्दा बढी ल आयो बस्नुपर्ने हुन्छ खानुपर्ने हुन्छ बिस्तारै आएको ल ओके